द्वापर युग छ, कलियुग छ, युगहरू छन्। त्यही तरिकाले यी बहुदलीय व्यवस्थाका यी गणतन्त्रवादी अथवा लोकतन्त्रवादीहरूले देशमा आज राम्रो गरिदिएको भए, देशमा जनतालाई रोजगारीमूलक कार्यक्रम, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ र अन्तर्राष्ट्रिय छविमा पनि आँच नआउने किसिमका काम गरेको भए सायद राजाले यो जनताको नाममा जनतालाई बुझाउनु भनेर गएका भन्ने आशमै बुझाएर गएका हुन्। तर त्यो नदेखेको हुनाले हामीले त्यही राजालाई बोलाउनु पर्ने अवस्था भयो। किनभने राज संस्था शासन पद्धति मात्र होइन, वैदिक सनातन धर्मभित्र हाम्रो वेद पुराणहरूमा उल्लेखित अरबौँ हिन्दूहरूको आस्था बोकेको राज संस्था हो। या त वेद हटाउनु पर्यो या यिनीहरूले चाहिँ राज संस्थालाई अडिग गराउन सक्नुपर्छ। त्यसकारण राजाको पक्षमा अहिले जनसागर उर्लेको छ। अब यो बढ्ने क्रम छ, बढ्दै जान्छ। यसमा कसैले दुविधा नभए हुन्छ भन्ने मेरो ठम्यायो र हरेक यहाँहरूको त्यही हुनुपर्छ। देश बिग्राल अवस्थामा पुगिसक्यो, अन्तर्राष्ट्रिय छवि दुमिलिसक्यो, भ्रष्टाचार बढिसक्यो। जुन एक प्रकारको देशमा सुशासन, शान्ति, जनताले गरी खाने किसिमको प्लेटफर्म बनाउनु पर्यो, त्यो बनाउन नसकेको हुनाले राज संस्था शासन पद्धतिको मात्र नभएर पुनः यसलाई दोहोऱ्याउन चाहन्छौँ। हाम्रो वैदिक सनातन धर्म, संस्कृति, रीतिरिवाज सबैसँग पनि आबद्ध भएको हुनाले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको अवस्थादेखि राजा ज्ञानेन्द्रले जति छोड्दै गर्दाखेरिको अवस्थामा पनि पटक पटक जनताले राज संस्थालाई साथ दिएका छन्। इभन कि काङ्ग्रेसका बिपीले पनि यति भनेका छन् 2035 सालमा मणि राणा र ध्रुवहरि अधिकारीलाई बेलायतमा अन्तर्वार्ता दिएको छ। राजा र जनता एक हुनैपर्छ, मिल्नै पर्छ। राजा र जनता एक भएनन्, मिलेनन् भने देश धाराशाही हुन्छ भन्ने यो उखान, यो उक्तिलाई चाहिँ कसैले पनि बिर्सिनु हुँदैन। यो राज संस्थाले आर्जेको मुलुक हो। जनताले साथ दिएका हुन्। चाहे 7 सालमा तिरुवनले राणा शासनबाट अन्त गर्नको लागि होस् या 46-47 सालमा राजा तिरुवनले राजा वीरेन्द्रले बहुदलीय व्यवस्था दिँदा होस् वा यही राजा ज्ञानेन्द्रले जनताको नाममा जनतालाई बुझाउँदाखेरिको अवस्था त्याग गरेको छ। यो त्याग गर्न सक्ने हैसियत गणतन्त्रवादीका नेताहरूमा कसमा छ, कसले देखायो, यो कुरो जनताले अवस्था परिवर्तन छ भन्ने सवालमा 2065 आन्दोलनमा राजा जुन हाम्रो राजतन्त्र छ, राजतन्त्र खाने पनि यिनै जनता थिए। अनि अहिले फेरि त्यो किसिमबाट लागिरहनु पर्दाखेरि चाहिँ अहिले फेरि राजा ल्याउनुपर्छ भन्ने कुरा तपाईँहरू लाग्नु भएको छ। के यो व्यवस्था परिवर्तन भएर यो जनताको अवस्था कसरी परिवर्तन हुन सक्छ? यो एउटा कुरा यहाँहरूले मित्रले के बुझिदिनु पऱ्यो भने घरमा बच्चा रुँदै गर्दाखेरि बजार जानु पर्यो, कुनै काममा जानु पर्यो, तन्नरो चुपलाक तेरो लागि चक्लेट ल्याउँछु, टफी ल्याउँछु, बिस्कुट ल्याउँछु भनेर बच्चालाई चुप गराएको अवस्था हो। फर्केर आउँदा न चक्लेट ल्यायो, न टफी ल्यायो, न बिस्कुट ल्यायो। त्यो बच्चाले झन् रोदन सुरु गरेर उसले के फिलिङ गर्यो भने हामीलाई ठगेको, त्यो जनतालाई ठगिएको। यिनीहरूले त्यो व्यवस्था ल्याएका भने यदि त्यो व्यवस्था ल्याएका हुन् भने काङ्ग्रेस कम्युनिस्टहरूले खोलेर भन्नुपर्छ यो संविधानको मसौदा कसले बनाएको? 3 जनाबाट बनेको छ। केशवप्रसाद सिटौला, बाबुराम भट्टराई, सुभाष नेम्बाङ। यी 3 जना बाहेक ड्राफ्ट गरेको कुनै काङ्ग्रेसी कम्युनिस्टहरू हो भन्छन् भने बहस गरौँ। कसैलाई थाहा छैन कसरी ल्याए। वैदिक सनातन हिन्दू अधिराज्य नेपालमा 91% अनुसार परिवार सहित लगाएको नेपाल कसरी वैदिक हिन्दू अधिराज्य धर्मनिरपेक्ष हुन गयो? जर्ज ज्याको भोलियाकले प्रतिपादित गरेको सिद्धान्त नेपालमा लागू गर्नुपर्ने कारण के थियो? यो जवाब यिनीहरू दिन सक्दैनन्। तसर्थ यो देशको लागि अब चाहिएको आवश्यकता राष्ट्रको प्रतीक। किनभने राष्ट्रपति कहिले पनि राष्ट्रको पनि हुन सकेन, न जनताको हुन सक्यो। त्यो दलगत भएको तथ्य भएको छ। राष्ट्रपतिले आफ्नो सत्ता जोगाउनको लागि नागरिकता बेचेर जनतालाई धर्ममा पारेर यो किसिमका जुन जाल सेज गरियो, जुन जनतालाई गलत नारा दिइयो, विश्वास गर्यो। नेपाली जनता विश्वासमा टिकेको हो, विश्वास गर्दछ। त्यही विश्वासको आधारमा पछि लाग्यो, राजा फाल्यो। राजा फालेको जनताले होइन। 65 सालमा यिनीहरूले गरेको सर्वेक्षण, यसमा के छ? हिन्दू अधिराज्य, राज संस्था, प्रदेश छैन। जनताले दिएका जुन मत सर्वेक्षण छन् त्यो बोगा पुन्द्राका पारेर संसद भवनमा राखेको छ। किन खोल्दैनन् यिनीहरू? जनतालाई भ्रमित पारिएको। अब भ्रमित हुँदैन जनता। जनता राष्ट्रिय झन्डा मुनि आएको छ। जनता एकजुट भएको छ।
राजा आउँछ र यो देशलाई निष्पक्ष निस्वार्थ सबै जनताको राजा न काङ्ग्रेसको न राप्रपाको हो न एमालेको न कुनै दलको राजा यो देशको प्रतीक हो यो राजा यो देशको मूल्य हो राजा यो देशको सम्वाहक हो राजा यो देशको अन्तर्राष्ट्रिय पनि छवि बनाएको एउटा इज्जत सम्मान प्रतिष्ठा बोकेको धरोहर बोकेको संस्था हो त्यो संस्थाको लागि अब जनताले वास्तविकता के रहेछ भनेर हामीले बुझेका छौँ प्राचीन धरोहरलाई संरक्षण गर्दै नवीनता खोज्नु आजको आवश्यकता हो हामी प्राचीन धरोहरलाई नष्ट गरेर नवीनता कसैले खोज्दछौँ भने त्योभन्दा महामूर्ख महाझुट महाताण्डव खेल अरू केही पनि हुन सक्दैन हस् धन्यवाद धन्यवाद